साथै तपाईँको आँखा कहिलेकाहीँ दुख्दा राम्रोसँग नदेखिँदा अनि जतिसुद्ध उठ्दा पनि आँखा कस्तो थाके जस्तो हुने, राम्रोसँग नदेखिने, धमिलो देखिने, अनि आँखामा चाहिँ केही पराएन तर केही परे जस्तो हुने भएकोले तपाईँले के गर्नुहुन्छ साथीहरू, ड्रग स्टोरमा चाहिँ एउटा यस्तो खुसुरी पाइन्छ। मैले त धेरै जस्तो मैले त्यही युज गर्छु। यस्तो खालको खुसुरी चाहिँ मैले युज गरिरहेको हुन्छु। यसमा चाहिँ अब यहाँ पनि लेखिरहेको छ चुराई मेनो खासुमी अनि चुखार्ने भनेको छ। अब खासुमी भने चाहिँ धमिलो टाइपको आँखाले चाहिँ अलि क्लियर देखिन भनेको छ। चुखार्यो भने आँखा थाकेको बेला चाहिँ तपाईँले यो युज गर्न सक्नुहुन्छ साथीहरू। मैले चाहिँ प्रायः यो युज गरिरहेको हुन्छु। यसमा चाहिँ 20 ml हुन्छ। तपाईँले यो सुत्ने बेला यो युज गरे पनि हुन्छ। अब दिउँसो कति भएको बेला पनि यो युज गर्न सक्नुहुन्छ साथीहरू। आफ्नो हातले चाहिँ चिलाउने काम नगर्नु होला साथीहरू। फोहोर भयो भने चाहिँ आँखामा चाहिँ केही न केही असर पर्छ। मेरो साथीले पनि एकचोटि यस्तै गरेको थियो अनि मैले त्यो साथीलाई यस्तो पाइन्छ साथी यो यस्तो युज गर्नुपर्छ भनेर त्यसलाई सल्लाह दिएको थिएँ मैले। त्यसले युज गरेको अहिले चाहिँ ठिक छ साथी, यो चाहिँ राम्रो छ भनेर मलाई भन्दै थियो साथीहरू। ड्रग स्टोरमा जहाँ यस्तो खालको पाइन्छ यो चाहिँ तपाईँले युज गर्नु साथीहरू। आफ्नो हातले चाहिँ चिलाउने काम चाहिँ कतिपय नगर्नु होला, आँखा तपाईँको बिग्रन सक्छ।